साथीहरू हामी प्रत्यक्ष प्रचारणमा छ, हेर्न सक्नुहुन्छ। यहाँ हाम्रो गाउँदेखि मेरो घरदेखि मैले तपाईँलाई देखाउन चाहे म त्यहाँ जान सकिरहेको छैन किनभने मेरो घर त्यहाँभन्दा अलिक टाढै छ। हाम्रो लामाडाँडा भन्ने ठाउँ सल्यान जिल्लामा अवस्थित रहेको यो ठाउँमा आगलागी भएको कसरी आगलागी भयो, कसरी आगलागी भयो त्यो त हामीलाई थाहा भएन, तर आगलागी भइरहेको छ। यो आगलागी भएको ठाउँको नाम लामाडाँडा हो भने यो सल्यान जिल्लाको वडा नम्बर 4 मा अवस्थित छ। यो मैले मेरो घरदेखि देखाउन चाहिरहेको छु। देख्न सक्नुहुन्छ आर्मी पुलिस सबैहरू यहाँ जम्मा भइसक्नु भएको छ। यहाँ सुरक्षा दिइरहनु भएको छ। यता पनि आगो जताततै आगो लागिरहेको छ। हाम्रो यो ठाउँ युट्युबमा हालेको छु, हेर्ने गाइजहरूले यो भिडियो चाहिँ सबैलाई सेयर गरेर सक्दो सहयोग गरिदिनु होला। हेर्न सक्नुहुन्छ हाम्रो यो ठाउँ गएको चिज अहिले यो 2083 सालमा वैशाखको 9 गतेको 11 बजीतिर भएको यो घटना अहिले 1 बज्ने क्रममा पनि अझै घटिरहेको छ र प्रहरीहरू यहाँ सुरक्षा दिइरहनु भएको छ। वरिपरि जताततै जङ्गल थियो, त्यो जङ्गलमा कसले आगो लगाएर आगो कसले लगायो, कहाँ लाग्यो, कसरी लाग्यो र कुन ठाउँबाट आयो आगो त्यो थाहा भएन। जङ्गलबाट आएको आगो हो, तर कसले लगायो कि चुरोट फालेर लाग्यो कि कसरी लाग्यो त्यो थाहा छैन। अनि पछि हावा पनि अलिअलि लागिरहेको छ। हावाले आगो धन्काइरहेको छ। मानिसहरू पानी ल्याउनलाई खोला नाला अनि पछि कुवामा भागाभाग गरेर गइरहनु भएको छ र आगो निभाउनलाई घरमा भएको पानी सुद्धा आउनुभएको छ। पानीको प्रभाव पनि भइरहेको थियो हाम्रो गाउँठाउँमा। यो भिडियो सक्दो सेयर गर्नु होला। अहिलेलाई यति नै। म धेरै भन्न चाहदिनँ र मलाई पनि गाउँ यस्तो हुँदा मलाई पनि पिर लागिरहेको छ। यो भिडियो सेयर गरिदिनु होला। यो भिडियोमा धेरै लाइक कमेन्ट आउनुपर्छ र के गर्दा राम्रो र गाउँघरमा कस्तो तपाईँहरू पनि राम्रोसँग सुरक्षित भएर बस्नु होला। कतै यस्तै घटना सुनेको हामीले मोबाइलमा हेरेका हुन्छौँ। यस्तो यो भिडियो तपाईँले पुरा हेरेर राम्रोसँग कमेन्ट गरिदिनु होला। म अहिलेलाई यति नै चाहन्छु। यो गाउँठाउँ केही नहोस्, यो जङ्गल केही पनि नहोस् र राम्रोसँग आगो निभोस्, लागि अझै नधन्कियोस् र राम्रै रहिरहोस् र गाउँ राम्रो रहोस् भनेर म चाहन्छु र तपाईँले पनि राम्रो कमेन्ट गरिदिनु।